त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाई गरेको हो। बिदाई कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानीले दशैं र तिहारका बीचमा पनि सबै खेलाडीहरूले मेहनत गरेकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गर्नुभयो। 3 हप्ताको प्रशिक्षणको अवधिमा खेलाडीहरूले राम्रो तयारी गरेको उहाँको भनाइ छ। त्यस्तै देश बाहिर रहेका खेलाडी स्वदेश फर्किएर प्रशिक्षणमा सहभागी भएकाले राम्रो टिम बनेको उहाँले बताउनुभयो। उहाँले सन् 2026 को साफ महिला च्याम्पियनशिपसम्मको फर्मेट तयार गर्न आफूले काम गरेको उल्लेख गर्नुभयो। त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्माले राष्ट्रिय महिला फुटबल टोलीमा अधिकांश नयाँ खेलाडी रहेकाले आगामी खेलका लागि उत्साहित रहेको बताउनुभयो। यस अघिको खेलमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टिम मैदानमा उत्रने उहाँको भनाइ छ। नेपाली टोलीले कार्तिक 7 गते इरानको राष्ट्रिय महिला फुटबल टिम र कार्तिक 10 र 13 गते भारतको राष्ट्रिय महिला फुटबल टिमसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ। अब मेनली त्यो जहिले पनि भनिरहेको कुरा हो हैन, प्रिपरेसन टाइम जहिले नै पुग्दैन भनेर। अहिलेको कन्डिसनमा त्यसमाथि दशैं पर्यो। दशैं गर्दाखेरि चाहिँ हामीले 3 हप्ताको प्रिपरेसन टाइम पाएँ। 3 हप्ता प्रिपरेसन टाइममा चाहिँ मैले जति सर्ट टाइम पाएँ त्यति सर्ट टाइममा चाहिँ मैले चाहिँ फेरि फर्स्ट टाइम टिम हेरेको कारणले गर्दाखेरि पनि मेन चाहिँ मैले यिनीहरूको बन्डिङमा चाहिँ ध्यान दिएँ र प्लस सबै एकैचोटि चाहिँ मिक्सअप भयो कि अब फिटनेसदेखि लिएर स्ट्रेन्थदेखि लिएर टेक्निकल ट्याक्टिकल पार्टहरू चाहिँ सबै चाहिँ एकैचोटि मिक्सअप भयो। मिक्सअप हुँदाखेरि चाहिँ तर जति पनि छिटोभन्दा छिटो बुझेको चाहिँ मैले चाहिँ पाएँ। एज अ कोच चाहिँ मैले छिटोभन्दा छिटो चाहिँ प्लेयरहरूले चाहिँ त्यो एडप्ट गरेको चाहिँ मैले चाहिँ पाएँ। जुन मैले एउटा फर्मेट तयार गरेको छु हैन, हामीले यसरी इरान र इन्डियासँग चाहिँ यसरी खेल्ने भन्दाखेरि चाहिँ उनीहरूले त्यो चाहिँ क्याच चाहिँ छिटो गर्यो। त्यसले गर्दाखेरि पनि मलाई चाहिँ सजिलो भयो। र अर्को कुरा भनेको मेनली अब प्रोफेसनल खेल्न गएको प्लेयरहरू जुन साम्बा, प्रीति, पूजा र एन्जेला छ हैन, त्यो चाहिँ हाम्रो लागि चाहिँ एउटा प्लस पोइन्ट हो। हामीले किन भन्दा उनीहरू प्रोफेसनल्ली उता गइसकेपछि त्यो एक्सपिरियन्स चाहिँ उनीहरूलाई पनि थाहा छ र उनीहरू चाहिँ चाँडै चाहिँ टिमसँग चाहिँ एडप्ट चाहिँ हुन सक्ने गरेर चाहिँ आएको छ। त्यसले गर्दाखेरि पनि टिम चाहिँ एज अ होल हेर्दाखेरि चाहिँ टिम चाहिँ हामीले चाहिँ एउटा राम्रो चाहिँ मैले पाइरहेको छु। अभियसली जुन रेस्पोन्सिबिलिटी दिएछ त्यो चाहिँ एज अ रिजल्टमै ठोकिन्छ, तर हाम्रो लङ टर्म प्लान भनेको चाहिँ मलाई साफ च्याम्पियनसिपसम्म दिएको छ हैन। त्यसले गर्दाखेरि मैले चाहिँ त्यो टार्गेटमा चाहिँ एउटा फर्मेट तयार गरेर चाहिँ अगाडि बढ्छु हैन। अगाडि बढिरहेको छु। डेफिनेटली एउटा राम्रो मेसेज पनि गएको छ। जस्तै इन्जुरी प्लेयरहरू उनीहरूले नै एफोर्ट गरेको कारणले गर्दाखेरि नै त्यो पोजिसनमा चाहिँ मैले डेफिनेटली एक्सपेरिमेन्ट चाहिँ गर्छु नै हैन। नयाँ फुटबल चाहिँ देख्न पाउनुहुन्छ। किन भन्दाखेरि अब योभन्दा अगाडि मैले अन्डर 23 टिम लिएर जाँदाखेरि पनि हामीले नेपालले चाहिँ बढीभन्दा बढी चाहिँ ठुलो टिमसँग चाहिँ चान्सेसहरू क्रिएट गरेको थियो कि त्यस्तै चान्सेसहरू चाहिँ डेफिनेटली अहिलेको टिममा पनि देख्न पाइन्छ। एक्सपेरिमेन्टको साथसाथ अब च्यालेन्ज त अभियसली च्यालेन्ज भइहाल्छ एउटा एज अ कोचको यत्रो ठुलो जिम्मेवारी दिएपछि। किनभने वुमेन्स फुटबलमा चाहिँ डेफिनेटली अगाडि चाहिँ हाम्रो टार्गेट धेरै ठुलो छ हैन, तर त्यसको लागि गर्नुपर्ने काम चाहिँ धेरै छ। हामीले एक्सपिरियन्स त मैले बटुल्न पाएको छैन। हाम्रो सिजनै सुरु भएको छैन। प्रि सिजन लाइक टिममा अब हामी सबै नयाँ छौँ अहिले अलमोस्ट। अनि जति पनि टिममेट्सहरू हुनुहुन्छ उहाँहरू चाहिँ अहिले एज ग्रुप हुनुहुन्छ। अन्डर 19 वर्ल्ड कप खेलेको प्लेयरहरू छ। अन्डर 17 को अहिले चाहिँ खेल्न गइरहेको छ एकजना बहिनी। ओभरअल हाम्रो यङ टिम छ। अनि जति पनि हामी बाहिरबाट गएको छौँ, नेदरल्यान्डबाट गएको छ एकजना, स्पेनिस छ एउटा युएसएको छ, एउटा म छु र अर्को एकजना नयाँ प्लेयर आउँदै हुनुहुन्छ। अब समग्र अब लाइक अब हाम्रो ए लिग टफ हुनेछ किनकि हामीले प्रि सिजन 2टा म्याच खेल्यौँ। एउटा हामीले चाहिँ ड्र खेल्यौँ, एउटा लस भयो। अब लाइक ओभरअल त्यो 2टा कम्पिटिसन हेर्ने हो भने हामीले चाहिँ राम्रो प्रदर्शन गर्यो र जुन एउटा चाहिँ फिनिसिङ थर्डमा चाहिँ हामीले जुन गोल चाहिँ हामीले गर्न नसकेको कारणले गर्दाखेरि हामीले त्यो रिजल्ट चाहिँ भोग्नु पर्यो। तर ओभरअल त्यहाँको माहौल, त्यहाँको इन्भाइरोमेन्ट, त्यहाँको हरेक कुराहरू प्लेयरलाई गर्ने जुन एउटा चाहिँ वेल भिजन छ उहाँहरूको चाहिँ हेर्ने दृष्टिकोण, त्यो हिसाबले गर्दाखेरि पनि त्यहाँ खेल्दा त्यहाँको एटमोस्फियरमा चाहिँ आफूलाई चाहिँ एडजस्ट हुँदाखेरि मलाई लाग्छ लाइक म चाहिँ एउटा लक्की खेलाडी हो। म एउटा चाहिँ भाग्यमानी खेलाडी हो र जुन मैले चाहिँ हिजो मैले सपनाभन्दा बाहिरको कुरालाई चाहिँ मैले आज भोग्दैछु। अब त्यो कुराहरू मैले चाहिँ त्यो कुराहरू फिल गरेर आफूले खेल्न पाउँदाखेरि त्यो लाइक आफ्नो चाहिँ करेन्ट पर्फर्मेन्स जुन हुन्छ त्यो भन्दा
बढी चाहिँ पर्फर्मेन्स चाहिँ जान्छ भन्ने जुन एउटा चाहिँ आफूमा पनि जुन एउटा उत्साह छ त्यो कुरालाई चाहिँ मध्यनजर गरेर मैले चाहिँ ट्रेनिङ गर्दैछु र ओभरअल प्री सिजनको ट्रेनिङ राम्रो भयो टफ थियो ट्रेनिङ हार्ड थियो त्यसले गर्दाखेरि जस राम्रो भयो